हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। मैले चाहिँ भ्लग किन बनाउन छोडिदिएको भने मेरो 1-2 महिना भ्लग आएको थिएन नि त गाइज। किनभने मैले चाहिँ त्यतिखेर अलि म भनौँ न प्रब्लम थियो, त्यसैले मैले भ्लग बनाउनु पाएन। सबैलाई आइम रियली सरी होइन। त्यही पनि भ्लग बनायो नि के गर्ने, न आफ्नो भन्ने उस छ, न सब्सक्राइबर बढ्छ, न केही गर्छ होइन। अब हजुरहरूले म अझै मिहिनेत गरेर अगाडि बढ्छु भन्ने सोच छ हजुरहरूले, मलाई अझै माया देखाइदिनु पऱ्यो। मेरो भ्लगको नाम टिकटकको बायोमा छ, त्यहाँ गएर हेरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला, सक्दो सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। त्यही हुन चाहन्छु। अनि आज चाहिँ छुट्टी छ मेरो र के भन्छ अरे साथीको भर्खरै म चाहिँ खाना खाएर घर जाँदै हो क्या। त्यही भएर कहाँ जानु ला डुम्रे रे पहिला काम गर्ने ठाउँ चाहिँ यही हो म काम गर्ने ठाउँ चाहिँ। आज चाहिँ छुट्टी हो, त्यही भएर घरतिर जानु लाग्यो। कहाँ काम गरे जस्तो अहिले, कहाँ काम गरे जस्तो अहिले, कहाँ काम गरे जस्तो भने अहिले ए कहिले आएको त अनि कहिले आएको घर चाहिँ। सरी है, मैले चाहिँ भर्खरै कति दिनपछि पहिला पुरानो साथी भेटेको थियो, त्यही साथीसँग एकछिन गफ गरेको थियो, त्यही भएर यहाँ अलिकति इन गर्नु पऱ्यो। आज चाहिँ अब साथी र मेरो छुट्टी छ होइन। आज चाहिँ कहाँ जाने प्लान छ भने हाम्रो तुङमा जाने प्लान छ, त्यही पनि केबल कार, बन्दीपुल केबल कार होइन। तपाईँहरूले चिन्नु नै भयो होला, धेरै जसो मान्छे आइरहनु भयो होला, नआउनु भएको मान्छेहरू आइदिनु होला, केबल कार घुमिदिनु होला होइन। हाम्रो घर जाने बाटो चाहिँ यस्तो छ, यो भर्याङ यो भर्याङ चढ्न यति गाह्रो हुन्छ, यस्तो थाक्छ कि यो भर्याङ जस्तो मलाई चढ्न कुनै भर्याङ अल्छी लाग्दैन। म चाहिँ उहाँ तलदेखि होइन आएको, म चाहिँ मेरो घर जाने बाटो चाहिँ यस्तै छ। मेरो घर चाहिँ यहाँबाट हो त्यहाँ माथि हो, हुन त यही जङ्गलको बिचमा अलिकति माथि हो। यहाँ चाहिँ जङ्गल भएर देखेन होइन, म अहिले त्यहीँ गएर देखाउने छु। अनि यो चाहिँ हाम्रो पहिला मन्दिर, हाम्रो सबैले पूजा गर्ने मन्दिर यही हो। अनि आज चाहिँ अब हामी घुम्न जान्छ एकछिन। म चाहिँ अहिले घर किन आएको भन्दा नुहाउन, त्यसपछि म लुगा धुन आएको। लुगा नि धेरै धुन होइन। मेरो बुढी चाहिँ रिसाएर मसँग बोलेको पनि छैन, त्यही भएर अलिअलि प्रब्लमले गर्दा मैले भ्लग बनाउनु नपाएको हो। अब चाहिँ सक्दो मिहिनेत गर्छु आफ्नो होइन। अब बुढीलाई नि फकाइसकेँ मैले, सक्दो मिहिनेत गर्छु। तर एउटा कुरा चाहिँ यति सानो उमेरमा बिहा गऱ्यो भने साह्रै गाह्रो हुने रहेछ होइन, झन् त्यो चाहिँ बुझेँ मैले। अनि आज चाहिँ आमा छ कि छैन घरमा, ल हेर्न सक्नुहुन्छ मेरो घर जाने बाटो है। यही हो मेरो घर जाने बाटो। यो चाहिँ यता माथि चाहिँ हाम्रो मामा घर चाहिँ जाने बाटो। अनि यताबाट माथि सिका डाँडा भन्ने ठाउँ नि पुग्छ होइन। यता माथि डेटिङ स्पोटहरू भनौँ न, यता माथि होइन डेटिङ स्पोटहरू पनि छ। म घर जाने बाटो चाहिँ यो ग्राउन्डबाट हो, यो ग्राउन्डबाट हो म घर जाने बाटो चाहिँ। अनि आज चाहिँ म हिजो रुममै सुतेको थिएँ, यता सेप्दा एक्लै भएर अनि हिजो त्यतै बस्नु पऱ्यो। आज चाहिँ घर यहाँ चाहिँ ठुलो मम्मी हुनुहुन्छ, भाँडा चढेर जानु भएको रहेछ। हान्न त हान्दैन नि ठुलो मम्मी। ए खाना खानुभयो? अझै ठुलो मम्मी भाँडा चढेर जानु भएको रहेछ। मेरो घर जाने बाटो पहिला हामी पौडी खेल्ने होइन, यहाँ यस्तो दामी खोला थियो पहिला, अहिले चाहिँ सबै सुकेर बिग्रिसक्यो। हामी यही भर्खरै पाँडा चढेर हामी ग्राउन्डमै हो पहिला बल खेल्ने। मेरो घर जाने बाटो चाहिँ यस्तो छ, ल हेर्नु।
अब हामी सिधै केबल कार चोकमा जान्छौँ। त्यसपछि हजुरहरूलाई म देखाउने छु त्यहाँ गएर के कस्तो रमाइलो हुन्छ साथीसँग। त्यहाँ गएर म देखाउने छु हजुरहरूलाई त्यहाँको भ्यू कस्तो छ र बन्दीपुर त्यहाँबाट देखिन्छ कि देखिन्न भनेर सबै देखाउने छु। हजुरहरूले मैले यस्तो मेहनत गर्दा पनि हजुरहरूले अझै मलाई माया देखाइदिनु होला। अझै हजुरहरूको माया सपोर्टले गर्दा म अघि बढ्न सक्छु होइन। त्यही हो गाइज। अझै म एकैचोटि अब नुहाउँछु, घर नै आउनु लागिसक्यो होइन। नुहाउँछु, लुगा धुन्छु, त्यसपछि अनि म साथीसँग जान्छु। त्यहाँ गएर के कसो हुन्छ म तपाईँहरू सबैलाई देखाउने छु। अहिले चाहिँ म यतिमै एन्ड गर्छु। म अहिले पछि हाल्छु। यो भ्लग चाहिँ आजै आउँछ है गाइज। आज बेलुका राति नै आउँछ। मैले धेरै भयो नि त भ्लग नबनाएको, त्यही भएर यो भ्लग चाहिँ आजै राति नै आउँछ। सक्दो माया सपोर्ट सेयर गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, बेल आइकन अलमा राखिदिनु होला। त्यही भन्न चाहन्छु गाइज। सरी है, आज चाहिँ हामी केबल कार जाने प्लान त थियो होइन। प्लान त्यस्तै भयो, प्लान चौपट भयो, क्यान्सल भयो होइन। आज जाने त भनेको, अब यस्तो अबेला त भइसक्यो होइन। अब नुहाउँछु भने नि नुहाउन नि पाएन, न पानी आयो न के आयो होइन, घामै लाग्यो होइन। पानी पनि सुक्दियो, घाम पनि गयो। यहाँ त फेरि यस्तो कि घाम नि गएको गाई हुन्छ चाँडै। लुगा होइन जम्मा यति मात्रै धोयो आज। यो दुईवटा हुडी, यो प्यान्ट यति मात्रै धोयो होइन गाई। अनि त्यही हो, आजलाई चाहिँ भ्लग यति नै हुनेछ। सक्दो सेयर लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। सबैलाई धन्यवाद भन्न चाहन्छु होइन। सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, बेल आइकन अलमा राखिदिनु होला। भिडियो सबै पुरा हेरेर मात्र गइदिनु होला। मलाई पनि हजुरहरूको माया देखाइदिनु, केही अगाडि बढ्न सकु, म पनि केही सिकेर अगाडि बढ्न सकु, त्यही भन्न चाहन्छु। हस्त।